अब एउटा अर्को क्वेसन रहेको छ। त्यो क्वेसन जियोमेट्रीबाट कोअर्डिनेट जियोमेट्रीको हो। फाइन्ड द इक्वेसन अफ ए स्ट्रेट लाइन व्हिच पासेस फ्रम 1, 1 and are parallel to the straight line x square minus 5xy plus 4y square plus x plus 2y minus 2 is equals to 0। अब यसलाई हामीले सल्भ गर्ने हो। अब सल्भ गर्दाखेरि पहिला हेरौँ सल्युसन। Solution given equation, the equation is x square minus 5xy plus 4y square plus x plus 2y minus 2 is equals to 0 छ। त्यसपछि homogeneous part of equation is यो इक्वेसनको होमोजिनियस पार्ट के हो? हाम्रो होमोजिनियस इक्वेसन भनेको के हुन्छ थाहै छ। ax स्क्वायर प्लस 2xy प्लस by स्क्वायर इक्वल्स टु मेनली यो होमोजिनियस पार्ट यसलाई दिने गरेछ। होमोजिनियस पार्ट भनेको के हो हाम्रो यहाँ एक्स स्क्वायर माइनस 5xy प्लस 4y स्क्वायर इक्वल्स टु 0। एन्ड अब यसको हामीले के गर्ने अब यसको दुईटा इक्वेसन हुन्छ। अब यसलाई हामीले के गर्ने फ्याक्टराइज गर्ने। फ्याक्टराइज गर्दाखेरि के आउँछ एक्स स्क्वायर माइनस 4xy प्लस माइनस xy प्लस 4y स्क्वायर फ्याक्टराइज गरेर हामीले दुईटा इक्वेसन निकाल्छौँ। कमन लिने x माइनस 4y माइनस y कमा लिने x माइनस 4y इक्वल्स टु 0। अब के आउँछ x माइनस 4 x माइनस y x माइनस 4y इक्वल्स टु 0। आइदर x minus y equals to 0 equation first or x minus 4y equals to 0 इक्वेसन सेकेन्ड। हामीले क्वेसनले के भनेको छ यसलाई यो दुईटा इक्वेसन प्यारलेल छ रे। जुन इक्वेसन आउँछ त्यो प्यारलेल छ यो इक्वेसनसँग र कहाँबाट पास गर्छ इक्वेसन 1 parallel to given equation and PSS pass through 1, 1 बाट पास भइरहेको छ। देन हामीले के प्यारलेल भएपछि प्यारलेलको कन्डिसन के छ र हाम्रो प्यारलेल x माइनस y प्लस के इक्वल्स टु 0 कहाँबाट पास भइरहेको छ पास गराएर हेर्ने 1 0 आउँछ के इक्वल्स टु 0। देन REQYRAD रिक्वायर्ड इक्वेसन इज के हुन्छ x माइनस y इक्वल्स टु 0 इक्वेसन थर्ड। अब अर्को इक्वेसनको लागि यहाँबाट पास गराउने द इक्वेसन सेकेन्ड बिकम्स के हुन्छ when they are parallel to given equation and passes from 1, 1। अब हेर्ने देन x माइनस 4y प्लस के इक्वल्स टु 0। अब यसलाई 1, 1 बाट पास गराउँदा x माइनस 4 प्लस के इक्वल्स टु 0 देयरफोर के इक्वल्स टु 3। देन REQYRAD रिक्वायर्ड इक्वेसन इज के हुन्छ x माइनस 4y प्लस 3 इक्वल्स टु 0। यहाँसम्म नै छोडे हुन्छ इक्वेसन फोर्थ हो। दुईटा थर्ड र फोर्थ इक्वेसन हाम्रो रिक्वायर्ड इक्वेसन हो तर हामीले कम्बाइन्ड इक्वेसन सोधेको छ। देन
the combined equation is x minus y x minus 4y plus 3 is equals to 0 और अब मल्टीप्लाई करें एक्स स्क्वायर प्लस माइनस 4xy प्लस 3x माइनस xy माइनस प्लस 4y स्क्वायर माइनस 3y इक्वल्स टू 0 अब आउँछ हाम्रो अब यसलाई फाइनल इक्वेसन लेख्ने एक्स माइनस 5xy प्लस 3x माइनस 3y प्लस 4y स्क्वायर इक्वल्स टू 0 which is required equation अनि भयो